हेलो गाइज, स्वागत छ अर्को मेरो नयाँ ब्लगमा। म हुँ काल्पनिक संसारको काल्पनिक ड्राइभर। नयाँ दिन नयाँ सुरुवात। आज चाहिँ हामी चन्द्रगिरी हिल्समा ट्रिप जाँदैछौँ। त्यसैले आज बिहान बिहानै म हाम्रो गाडी भएको पार्किङमा आइसकेको छु। तपाईहरुलाई म यो ठाउँको पनि सरसर्ती देखाउन चाहन्छु। धेरै भयो हामीले यो भाले बससँग भिडियो नबनाएको, त्यसैले आजको ट्रिप भाले बससँग। सबसे पहिला ट्रिपमा निस्किनु अघि हामीले हाम्रो भाले बसलाई पनि चम्काउनु पर्ने हुन्छ। ल यसरी घोटी घोटी मैले हाम्रो भाले बसलाई पनि चिक्ना बनाइदिइसकेँ। यस्तै हुन्छ, त्यसैले गाडी धुनै जाउ लाग्छ। गाडीकै ढोको पानी पर्दै हाल्यो। ल हाम्रो प्यासेन्जर्सहरू पनि आएर आफ्नो आफ्नो सिटमा बसिसकेको छ। ल आज हाम्रो टोलीहरू चाहिँ यस्तो छ है त, सबजनालाई ठ्याक्कै सिट पुगेछ। मोराहरू जोडी जोडी बसेको रहेछ। अम्बे मात की जय भन्दै हामी हाम्रो ट्रिपको सुरुवात गर्यौँ। आज हाम्रो ट्रिपमा के कस्तो हुन्छ म सब देखाउने छु, त्यसैले भिडियोलाई अन्तिमसम्म हेर्नु होला। यसभन्दा अगाडि हामीले आर राजेश ब्लग्सको ट्रक चलाएको थियौँ। हेर्नु भएको छैन भने त्यो भिडियो पनि हेर्नु होला। लिङ्क यही भिडियोको डिस्क्रिप्सनमा हालिदिएको छु। ल हामी यताबाट चाहिँ दायाँतिर जानुपर्ने हुन्छ। आज हामी जङ्गलको बाटो हुँदै डाँडाको टुप्पोमा जानेछौँ र देउटाको दर्शन गर्नेछौँ। ल क्या रमाइलो, पानी रोकेर घाम पनि लाग्यो। बाटो हिलो भयो भने त गाडी धोको कामै लागेन नि। घाम लाग्यो, आनन्द भयो। निस्केको मात्र के थिएँ, डेन्जर जाम रहेछ। आज भोलि खुबै जाम हुने गरेछ यो ठाउँमा। के को जाम रहेछ भनेर हेर्न म अगाडितिर दौडेँ। बस बीचमा रोकेर दुईजना मस्त गफ हान्दै रहेछ। अगाडि लैजान नत्र पुलिस बोलाइदिन्छु भनेर थर्काइदिएँ। 1 घन्टा बस्दा पनि जाम नखुलेपछि अब त अति रिस उठ्यो। त्यसैले अब गाडीलाई हिर्काउँदै पुलिसलाई खबर गरिदिन्छु भनेर अगाडितिर बढाएँ। पुलिस पनि ठ्याक्कै आएछ, त्यसैले म गाडीबाट ओर्लिएर कम्प्लेन गर्नुतिर लागेँ। ल कम्प्लेन सब तिपाइसकेपछि अब चाहिँ हामी हाम्रो ट्रिपतिर अगाडि बढ्यौँ। साथीहरू, अब चाहिँ यो मिठो गीतसँगै ड्रोन सट इन्जोय गर्नु होला। जनम जनम जिउला सँगै भागेर बर पिपलो, भागेर बर पिपलो। यो तन्दी यो बन्दी, यो तन्दी यो बन्दी, तिमीलाई मायालु भागेर 2 hours later. साथीहरू, 2 घन्टाको यात्रापछि हामी जङ्गलको उकालो बाटोतिर आइपुगेका छौँ। यताबाट चाहिँ हामी उकालै उकालो उक्लिनु पर्ने हुन्छ। A few minutes later. ल साथीहरू, हामी चाहिँ अहिले हाम्रो आजको गन्तव्यको नजिक आइपुगेका छौँ। माथि देख्न सक्नुहुन्छ तपाईहरूले चन्द्रगिरी टेम्पल। साथीहरू, तलतिर पानी परे नि, यता माथितिर चाहिँ मस्त घाम लागेको रहेछ। यतातिर पानी पर्दा हिउँ पर्छ भन्ने सुनेको थिएँ। अब अरू कुनै दिन हिउँ पर्या बेला हिउँ खेल्न पनि आउनुपर्छ। ल अब चाहिँ हामी हाम्रो गाडीलाई यतैतिर पार्क गरेर हामी यो ठाउँलाई एक्सप्लोर गर्नेछौँ। मन्दिरभित्र त बाबा शिवजीको मूर्ति पो रहेछ। ल साथीहरू, हाम्रो आजको ट्रिप यहीँसम्मको थियो। के कस्तो लाग्यो हाम्रो आजको ब्लग कमेन्टमा भन्न नबिर्सिनु होला। मन परे लाइक पनि गरिदिनु होला।